बालेनले काम गर्यो, हर्क साम्पाङ रिसायो, हर्क साम्पाङ रिसायो भन्छ सबले, हर्क साम्पाङ रिसायो, सबले त्यही चासो छ, हर्क साम्पाङ रिसायो। रिसाउँदैन त, बिचरा पिएम बन्छु भनेर आथ्यो उफ्रेर, पिएम बन्न दिएन बालेनले, गयो त्यो टाइम त गयो। अनि फेरि अब बिचरा अब म मेहनत गर्छु, बेल्चा चलाउँछु, कोदालो चलाउँछु सोचेर आथ्यो, ल्याम्मै आएर सुकुम्बासी बस्तीमा अनि डोजरै चलाइदिने अनि बालेन सरकारले कहाँ हुन्छ नि। बेल्चा दिएर पठाएको भए, कोदालो दिएर पठाएको भए हर्क साम्पाङलाई कति खुसी हुन्थ्यो होला, अहिलेसम्म फुटाइरहेको हुन्थ्यो, मजाले फुटाइरहेको हुन्थ्यो, पोस्ट हाल्न पनि टाइम हुन्थेन, बिस्तारै टुक्कु टुक्कु फुटाएर बस्थ्यो। के भयो त नि, विकास बिस्तारै हुने हो नि त, एकैचोटि विकास कहाँ हुन्छ त। कोदालो हान्ने, बेल्चा हान्ने, बिस्तारै हान्दै भइहाल्छ नि, बन्थ्यो। अनि कहाँ एकैचोटि डोजर ल्याम्प डोजरले खनिदिएको छ। अनि के भन्नु अब, त्यो त साइको हो फेरि। अनि अब पद गइहाल्यो, प्रधानमन्त्री बन्ने रहर थियो, बन्नै पाएन। अब बेल्चा हान्न रहर थियो, त्यो पनि खोज्दिन। रिसाउँदैन त, उसलाई सुकुम्बासीको माया हो र बिचरा, ऊ ढुङ्गा बोक्नै पाएन, काम गर्नै पाएन, बेल्चाले हान्नै पाएन, त्यो भएर पो रिसा हो त बिचरा। कति माया लाग्दै यार, पोस्ट पनि पाएन, पिएम बन्न नि पाएन, बोल्न नि पाएन, जहिले बन्दै रे बिचरा बालेले कुरै नसुन्ने, बोल्न नि नपाउने, काम गर्न नि नपाउने, के गर्ने नपाउने, के गरोस् त, पागल भइरहेछ अब।